गुड मर्निङ, गुड आफ्टरनुन एभ्री वान एन्ड वेलकम टु पर्सपेक्टिभ आफ्टर लङ। अब चाहिँ हामीले एउटा सानो नेपालको टपिकमा कुरा गर्न गइरहेको छौँ। जस्तै सानोमा हामीले सुन्दै अथवा पढ्दै आइरहेको के थियो भनेदेखि चाहिँ नेपालमै जम्मा दुईवटा नामले चिन्थ्यो क्या, एउटा माउन्टेन एभरेस्ट, त्यो छोडिदिउँ है, त्यो बाहेक ब्युटिफुल र पिस कन्ट्री, अनि नेपाल चाहिँ एउटा गार्डन हो जसमा चाहिँ 100 थरी फुल छन् भनेर सुनिन्थ्यो। सो यही कुरामा डिस्कस गर्दै जाँदाखेरि अब हामीले नेपालले पिस छोडेर भाइलेन्सतिर लिएको चाहिँ हामीले निकै अघिदेखि देखिरहेको थियौँ। जस्तै भाइलेन्समा जानेमा एक दुईवटा प्रोटेस्ट थियो डेमोक्रेसी आइसकेपछिका, त्योभन्दा अगाडि पनि प्रायः थियो होला नि, तर त्यति बेला चाहिँ हाम्रो सोसियल मिडिया अलिकति प्रायः कम थियो। तर अहिले चाहिँ मैले अस्ति पनि भनिसकेँ, हिमाल पहाड तराईमा फोन पे चल्न थालिसक्यो र 5G चल्न थालिसक्यो भनिसकेको छु। त्यो भएर अलिकति सोसियल मिडिया बढी भएको देखिन्छ र त्यसले गर्दाखेरि चाहिँ सानो सानो भाइलेन्सलाई अथवा कन्फ्लिक्टलाई पनि हामीले देख्छौँ र त्यसलाई हामीले ठुलो लाग्न थाल्छ। तर त्यही कुरा गर्ने हुँदाखेरि अहिले रिसेन्टली चाहिँ नेपालमा भएको भाइलेन्सको कुरा गर्नुपर्दाखेरि एउटा राजावादी आन्दोलन भने र जेनजी प्रोटेस्ट। यो जेनजी प्रोटेस्टलाई छोडिदिउँ, यो चाहिँ एउटा रिभोल्युसन थियो, तर योभन्दा फाल्टो प्रोटेस्ट उनको चाहिँ एउटा कुनै औचित्य छैन, त्यसलाई हामी कुरा गरौँ। र यसको यस्ता प्रोटेस्टहरू अथवा यस्ता कन्फ्लिक्टहरू चाहिँ कुन हुन् भन्ने कुरा अथवा के को विवादमा आउँछन् भन्दाखेरि जम्मा दुईवटा विवादमा आउँछन्, एउटा पार्टी र अर्को धर्म, जबकि दुइटैले दिने केही पनि छैन। जस्तै सुरुमा पनि पार्टीको विवादमा झगडा हुन्थ्यो, पार्टीका विवाद हुन्थे, तर अरूले के भन्थे भनेदेखि चाहिँ तिमीहरू तल झगडा गर्छौ तर माथिको दलको नेताहरू चाहिँ मिलिरहेका छन्, बाहिर स्वरूपमा चाहिँ त्यस्तो हो है, प्रचण्ड, देउबा, केपी ओली 3 भाइ मिल्छन् तर तिमीहरू मात्रै झगडा गरिरहेको थियौ भन्थे। तर अहिले चाहिँ माथि पनि कन्फ्लिक्ट हुन्छ र तल पनि कन्फ्लिक्ट हुन्छ। जस्तै यसकै एक्जाम्पलमा हेर्ने हो भनेदेखि अहिलेका हाम्रा शीर्ष नेतालाई हेरौँ र उनको हरकत हेरौँ। यो ज्ञानेन्द्र शाहीको यो एउटा क्लिप हेर्नुहोस् र यी दुइटैले के गरिरहेछन् भने यी दुइटैले आफ्नो मोटिभ भन्दा पनि सरकारको चाहिँ विरोध गर्नु छ अथवा सरकारको एगेन्स्टमा चाहिँ जानु छ अथवा पब्लिकलाई चाहिँ सरकारको एगेन्स्टमा देखाउनु छ यी दुईटा। जबकि यिनको यो हरकत भनेको चाहिँ यो कार्यकर्ता लेभलले गर्ने हरकत हो, किनकि हामीले गगन थापाले कहिले पनि यसरी रवि लामिछानेले एकअर्काको विरोध गरेको देखेकै छैनौँ, इभन बालिन शाहले कहिले पनि कसैको विरोध गरेका देखेका छैनौँ। र अब यो एउटा भयो। अर्को विवाद आउँछ पार्टीकै न्युमा अथवा गोरु काटेर खाना दिनुपर्छ भनेको र हामीले जनकपुरमा चाहिँ श्रम संस्कृति पार्टीका नेतालाई लखेटेको अथवा त्यहाँनिर झडप गरेको देख्यौँ, यो भयो। र यसै गरी यी दुईवटा त मेजर हुन्, यी त सानो भए, तर योभन्दा अर्को मेन ठुलो आउँछ हाम्रो सुनसरीमा भएको हिन्दू र मुस्लिम बिचको कन्फ्लिक्ट। यो त कन्फ्लिक्ट नभइकन निकै ठुलो भाइलेन्स भयो र एकजनाको मृत्यु भयो। अब यहाँ मृत्यु हुनेमा पनि के भनेर समाचार आयो अथवा के भनेर चाहिँ छापियो भनेदेखि हिन्दू युवाको मृत्यु भयो, मुस्लिम युवाको चाहिँ घाइते भयो भनियो। अब नेपालीमा नेपाली युवा हुन छोडिसके, अब यहाँनिर हिन्दू युवा र मुस्लिम युवा हुन थालिसके र धर्ममा यसरी कन्फ्लिक्ट भइरहेको छ। जबकि अब अनि अर्को पक्षले के भनिरहेको छ भनेदेखि चाहिँ मुस्लिमलाई ब्लेम गरिरहेको छ, मुस्लिम धर्म चाहिँ यो अलिकति भाइलेन्स गर्ने हो भनेर। यो ल्याउनुको मेन कारण भनेको चाहिँ एउटा न्यारेसन दिनु हाम्रो माइन्डमा। जस्तै यदि सानैदेखि हामीले एउटा कुरो के सोच्दै जान्छौँ त्यसको बारेमा जुन थट लिन्छौँ, जेलाई एज्युम गर्छौँ, हामीलाई पछि त्यो रियल हुँदै लाग्छ र हामी त्यसलाई प्रुभ गर्नतिर थाल्छौँ। अब एक्जाम्पललाई लिने हो भनेदेखि मैले विराट कोहली, रोनाल्डो र RCB भन्ने तिनवटालाई फलो गर्छु, म यी तिनवटाको बारेमा वर्णन गर्ने र डिस्क्रिप्सन दिने अथवा म यी तिनवटालाई राम्रो भन्ने गर्छु। यो मैले राम्रो भन्दै गरेको सुनेर मलाई फलो गरेर मेरो भाइले पनि तिनटैलाई फलो गर्न थाल्यो, जबकि उसलाई त्यति बेला नलेजै थिएन। तर उसित अहिले नलेज हुँदा पनि उसले तिनटैलाई राम्रो भन्छ, किनकि अब उसले तिनवटाको राम्रो बारेमा सर्च गर्न थाल्यो र इन्टरनेटले पनि यी तिनवटाको बारेमा राम्रो देखाउन थाल्यो र उसले अब नराम्रोलाई चाहिँ डिफेन्ड गर्न थाल्यो। यो पनि सेम अब यही सेम भएको हुनाले हाम्रो सानैदेखि माइन्डमा चाहिँ यो मुस्लिमहरूलाई चाहिँ अलिकति टेररिस्टसँग जोडेर र कन्फ्लिक्ट गर्छनसँग जोडेर थालेको हुनाले हामीले अहिले मुस्लिमलाई नराम्रो भनिरहेको छौँ। तर कि संसारमा जबकि कुनै पनि धर्मले भाइलेन्सलाई मान्दैन, धर्मले कहिले पनि अरूको धर्मलाई विरोध गर्नु त्यो चाहिँ मेरो धर्मको औचित्य हो भन्दैन, तर धर्मले धर्मको रक्षा गर्नु भन्छ। तर रक्षा गर्नु भन्दैमा अर्को धर्मकोलाई चाहिँ मारेर कहिले पनि त्यो रक्षा हुँदैन अथवा अर्कोलाई खत्तम गरेर कहिले पनि हुँदैन। यो चाहिँ अलिकति गलत हो र यसको मेन मोटिभ हाम्रो के जान्छ भनेको सोसियल मिडियामा जुन यो स्प्रेड हुन्छ यसले के गर्छ भनेदेखि एउटा हिन्दूले एउटा ग्रुप बनाउँछ, अनि त्यो ग्रुपमा चाहिँ आज यो मुस्लिमहरूलाई चाहिँ यहाँ गरे अब यसलाई लखेटौँ भन्छ, अनि अर्कोले कहिलेको कहाँको क्लिप ल्याउँछ मुस्लिमले चाहिँ गाई काटेको भनेर, अनि त्यो क्लिप देखाएर फेरि त्यो ठाउँमा गएर मुस्लिमलाई हामीले मेनिपुलेट गरेर त्यसलाई लखेट्छ। सो यो दुईवटा मेजर पोइन्ट आइरहेको छ सोसियल मिडियाको कारणले, र यो अलिकति चाहिँ नेगेटिभिटी फैलाउने हाम्रो जुन मैले भने नि सानैदेखि एउटा नेगेटिभ थट दिएको भएर मुस्लिमको हिसाबमा यो ल्याइरहेको छ। अब यसले अन्तिममा प्रफिट त दुइटैलाई हुँदैन, किनकि जबकि हिजो मर्ने व्यक्ति मरिसके, अब यो हिन्दू पक्षको थिए मरिसके, न त अब हिन्दूको गड मानिन्छन् न मुस्लिमका घाइते भएकाहरू अब यो मुस्लिमपट्टिको मानिन्छन्। यो दुइटैले लाइफ गुमाए
र यी दुइटैको मोटिभ भनेको दुइटैको धर्म यति गरेर जोगिन्छ भन्ने यसको कुनै पनि प्रतिष्ठा छैन। जबकि अहिलेको युग भनेको हामी टेकमा अगाडि बढ्ने हो। एभ्री कन्ट्रीले टेकमा इन्भेस्ट गरिरहेको छ भनिरहेको छ र टेकमा इन्भेस्ट गर्ने भनिरहेको छ र लट्स अफ युवाहरूले चाहिँ रोबोटिक्समा टेकमा र इनोभेसनमा फोकस गरिरहेका छन्। अब यसलाई लिएर जान छोडेर हामी धर्ममा लडिरहेको छौँ भने चाहिँ हामी पछि परिरहेको छौँ भन्ने कुरा यहीँबाट पनि एउटा जनाउँछ। टेकमा इन्भेस्ट गर्ने भनिरहेको छ र उसले अर्को अलिकति चाहिँ हामीले अब सुशासन ल्याउने र पिस दिने भनिरहेको छ। अब र नेपालीहरूको एउटा के बानी छ भनेदेखि नराम्रोलाई मैले नराम्रो भन्ने त भनिहालेँ, राम्रोलाई राम्रो। जस्तै अहिलेको इक्जाम्पलमा सुरुङ मार्ग लिएर यहाँ दुईवटा पक्ष आइरहेको छ। एउटा 21औं शताब्दीमा सुरुङ मार्ग बन्दाखेरि मान्छेले के नै भएको भनेर वर्णन गरिरहेछन् भने अर्कोले विरोध गरिरहेछन् 35 वर्षसम्म के हेरेर बसेको भनेर। सुरुङ मार्गमा केपी ओलीले बनायो अथवा त्यो केपी ओलीको नाम हटायो भनेर विवाद आइरहेछ। केपी ओलीले बनाए पनि त्यो आफ्नै पैसाले बनाएको होइन छो, त्यसलाई त्यति हाइप दिनुपर्ने छैन र अब होइन त्यो केपी ओलीले होइन उसको पैसाले बनाएको भन्यो भने उसले त्यो एउटा एजेन्डा बनाएर त्यसलाई बनाउनमा चाहिँ ठुलो सहयोग गरे, त्यसलाई ठिक छ। अब यसलाई लिएर सपोर्ट गर्ने हो, यसलाई लिएर अलिकति सानोतिनो गरेर इग्नोर गर्ने हो, तर हामीले चाहिँ यसैलाई ठुलो न्युज बनाएर आएको छौँ। सो हामी धर्म पनि त्यही गर्छौँ, एउटा सानो विवादलाई लिएर हामी ठुलो बनाउँछौँ अनि त्यसले गर्दाखेरि चाहिँ कन्फ्लिक्ट हुन्छ। अस्ति अहिले के भइरहेछ भने सुरुङ मार्गमा मन्त्री लम्साले गाडी आफै कुदायो भनेर अब राजापाकाले वर्णन गरिरहन्। त्यो देखेर एमालेहरूको लागि उसको जेलस भइरह अनि उसले आधी हाम्रो बोल बनाएको उनीहरू गर्ने र अनि अब तिमीहरू हिँड्दाखेरि अर्को बाटोबाट हिँड्यो भन्ने अनि राजापाका आधी यो बाटोबाट किन हिँड्ने भनेर झगडा गरिरहन्। जब एउटा पार्टीलाई लिएर हामीले एउटा विकासको सानो सुरुङ मार्गलाई लिएर यत्रो विवाद ल्याइरहेछौँ र अरू दुनियाँहरू मैले अघिसम्म भनिसकेँ एआईमा टेकमा फोकस भइरहेको बेलामा हामी यही एजेन्डा लिएर हिँडिरहेछौँ, त्यही भएर हामी पछि परिरहेको छौँ। सो अब चाहिँ युनिभर्सिटीको कोर्स सुध्रिएला के सुध्रिएर पनि चाहिँ यो इनोभेसनमा टेकमा हामी जान सक्दैनौँ, जबकि हामीले यो सानो सानो कुरालाई इग्नोर गर्न सक्दैनौँ।